सिटी जानलाई चाहिँ यति युरो लाग्दो रहेछ। तर भन्नुभयो त साँच्चै गरी मलाई इन्डियनहरू नै मन पर्दैन हौ, कसम भनेको। धेरै पैसा कमायो भनेको सिपमा धेरै रहेछ क्या मरुभूमि भन्दा है। तर पैसा आँखा अगाडि त्यही छ हेर है, सबै देखिरहेछ। त्यो पनि म त्यहाँ एमएससी हो, मबी रहेछ, पिटी देखिने छ यहाँबाट चाहिँ। कसम आफै हाल्दै हुनुपर्छ यहाँनिर, उठाउने कोही हुँदैन, आफै लड्ने हो, आफै उठ्ने हो, आफै गर्नुपर्छ यहाँनिर चाहिँ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई स्वागत छ सिआर ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै फिट एन्ड पाइन्छु हजुरहरूकै साथ र मायाले गर्दाखेरि। देख्नुभयो होला म कता छु भनेर। सो गाइज, आज चाहिँ हामी ग्रिसको सौडा भन्ने ठाउँमा छौँ। अनि आज चाहिँ कामसाम सकेर अनि आज चाहिँ मेरो छुट्टी थियो, लन्च अफ। अनि त्यही भएर चाहिँ आज यसो घुम्न निस्किरहेको छु। तर हाम्रो टाइम चाहिँ छैन र पनि यसो आधी एक घन्टा छ। अनि साथी र म चाहिँ, कृष्ण साथी यता हेर्छौ न एकचोटि, कृष्ण साथी बिजी हुन्छ खाली जहिले। कृष्ण साथी र म चाहिँ बाहिर घुम्न निस्किरहेको छौँ। अब यहाँ त अलिकति टाढै छ सिटी चाहिँ, र पनि दामी देखिन्छ क्या वरिपरि। यो ठुलो अघि बिहानसम्म चाहिँ एकदमै जाडो थियो, अहिले चाहिँ पुरा घाम लागिरहेको रहेछ। यहाँ सेक्युरिटी चेक हुँदैछ एकछिन, चेक पनि भइसक्यो हाम्रो। अनि हामी चाहिँ 1.60 युरो रहेछ, 1.3 टु चाइना हो कि चानिया रहेछ। यहाँदेखि चाहिँ हाम्रो सिटी जानलाई चाहिँ यति युरो लाग्दो रहेछ। तर हामीसँग चाहिँ अहिले टाइम छैन। अब नेक्स्ट टाइम जाउँला मिलाएर। सिटी बस यस्तो हुन्छ है, बस यो प्यासेन्जरहरू लिएर जाने। किनभने अहिले सबैजना गेस्टहरू फर्किरहेछ, किनभने सबैजना जाने बेला भयो नि त। सिप सेलिङ हुने बेला अब 3 बजे हो, अहिले 1:30 भइसकेको छ। 2 बजे चाहिँ छिर्नुपर्छ भित्र। अनि हाम्रो चाहिँ साथीसँग चाहिँ अब आधी एक घन्टा नै यसो घुमेर आफ्नो बल्ल निस्किन पाउँदाखेरि चाहिँ भनेर चाहिँ टाइम चाहिँ सदुपयोग गर्नुपर्छ गाइज। त्यही हो, के कसो हुन्छ अब हामी अलिक राम्रो ठाउँमा पुगेर भेट्छौँ। साथी, अनि यो पहाडहरू हेर्दा त हाम्रो नेपाल कस्तै याद आउँछ है। यो पहाडहरू, तर विदेशमा यो पहाडमा चाहिँ रुखैहरू नहुने क्या है, चिसोले क्या। यहाँ त प्रायः हिउँ पर्छ होला त मासतिर त। टक्क उयो क्या, सबै चिन्डै। प्यासेन्जर लिएर आयो फेरि, न धुवा छ न धुलो छ है मासला। लगाइ अब हामी चाहिँ जाँदैछौँ। दामी रहेछ, जाँदा जाँदै कहाँ पुगिने हो। आधी घन्टामा सब यो सौडा, ग्रिसको सौडा भन्ने ठाउँ घुम्छौँ। पछाडि भोलि हामी फेरि 8C छ, भोलि हाम्रो 8C छ होइन। 8C पछि हाम्रो कहाँ पर्छ फेरि ठाउँ साथी? ग्रिसकै ठाउँ होइन, ग्रिस हो तर के समथिङ के छ। लगाइ हामी फेरि अब आज सुतेर भोलि सुतेर हामी पर्सि इटाली पुग्ने रहेछौँ, पालेर्मो। के गरेको थियो माई फ्रेन्ड? हेलो, वाट टाइम? 2 o'clock. Before 2 o'clock. Yes. Where you go? My vlog. Say hi. Say hi. Hi guys. Hi guys. Hi guys. Welcome to my guys. Welcome to my guys. Before 2 o'clock? Huh? Yes. Return to the ship? Yeah. Yeah, you need to go inside before 2 o'clock. Now we have just 20 minutes remaining. Yes. Go. Hey, Wi-Fi चल्छ साथी? वाइफाई चल्छ? छैन। यो चाहिँ हाम्रो चोक रहेछ। अनि अहिलेसम्म चाहिँ हाम्रो दामी भइरहेछ। त्यही त, अनि मलाई त यस्तो रिस उठ्छ क्या साथी। भन्नुभयो त साँच्चै गरी मलाई इन्डियनहरू नै मन पर्दैन हौ, कसम भनेको। अब सरी गाइज होइन, इन्डियन साथीहरू कति छ मेरो जानु छ। यहाँ चाहिँ क्या तामिलनाडु मरियानी भन्ने ठाउँ। तिमीहरू जोसँग काम गरेर त्यो चाहिँ त्यो मेरो ग्रुपको चाहिँ काम गर्छ। यस्तो रिस उठ्छ नि साथीभाइहरू। यहाँ राम्रो भएर काम छैन विदेशमा चाहिँ होइन, नराम्रो त हुनै पर्छ। यस्तो छ क्या मान्छे कहाँ।
जाम न टमाटर पनि कत्रो स्याउ पनि उनीहरू टाउको जस्तो तिनीहरू 4 जना चाहिँ ढिला आइरहेको थियो क्या उनीहरू आधी घन्टा ढिला आएछ अनि तिनीहरूलाई त अनि क्याप्टेनबाट एनाउन्स गरेर अनि उनीहरूलाई त सिधै पोर्ट माइनिङ हाल्दै नि त बाँकी पुरै क्रुज पोर्ट माइनिङ हो उनीहरू गाह्रो छ गाइस अब ढिलो पुग्यो भने अनि बिचरा तिनीहरूले गर्दाखेरि हाम्रो सबैको अफ पनि क्यान्सल गरिदिएको ढिलो गयो भने हाम्रो टाइममा क्याप्टेनले हामीलाई पोर्ट माइनिङ हान्छ पोर्ट माइनिङ गरेर वार्निङ दिन्छ हामीलाई वार्निङ पनि दिन्छ सो गाइस अलिकति यहाँनिर जोस मरुभूमि भन्दा चाहिँ सिपमा चाहिँ बब्बाले हो चाहिँ होइन काम त मलाई एकदम ठिक लाग्यो काम पैसा धेरै पैसा कमायो भनेको सिपमा धेरै रहेछ क्या मरुभूमि भन्दा चाहिँ तर चाहिँ अलिकति पैसा हाम्रो यो सिपमा चाहिँ पैसा नदिएको भन्ने अरू सिप भने चाहिँ राम्रै हुन्छ ठिक छ नि टप क्रुजहरुमा खानुमा खानु छ ला अब आनन्द छ भने चाहिँ अलिकति काम चाहिँ 12-13-14 घन्टै पेलन हुन्छ र त साथी काम त हान्नुपर्छ साथीहरू 12-13 घन्टा त मिनिमम हान्नुपर्छ नि साथी घटी भन्ने त सम्झिने मात्रै हो 12 घन्टा त लगातार हान्नुपर्छ खाना खाने टाइम कोही बेला खाना खाने टाइम पनि हुँदैन साथीभाइहरू 12 घन्टा त ड्युटी मेरो दिनको हुन्छ भन्ने अब सुन न तिम्रो मरुभूमिमा अब काम भयो भने तिम्रो लगभग अब खाना बनाउनु पर्यो टेन्सन हुन्छ के लाउनु पर्यो मिठो मसिनो खानु पर्यो होइन पैसा यतापट्टि के छैन यतापट्टि चल्तिर खानु पर्यो टेन्सन हुन्छ त अब यहाँ त अब पकाइदिन्छ उनीहरूले हाम्रो पैसा पनि जाँदैन खानुमा त्यही पनि हामीलाई पनि साथी खानु पनि भ्याइँदैन कहिले काहीँ त किनभने हामीलाई अब कामै प्यारो लाग्छ अब काम गर्न आएपछि होइन त्यही हो अब हामी चाहिँ फेरि यताबाट यस्तो जान खोजेको मिल्दैन मिल्छ होला है साथी अनि गइहाल्नु फेरि अनि गइहाल्नु अब टाइम भइसक्यो त साथी अच्छा यो त के निस्केको भन्दा अफ भन्दा साथी मेरो त मेरो अल्टर अफ किनभने मलाई फेरि यस्तो यस्तो भनिहाल्यो नि मेरो त इन्जिनहरू यस्तो छ कि मेरो कामको ठाउँमा भन्नै नपर्छ अरू गर्थ्यो कि अब मेरो त भनेको अब त्यो सुगर फ्रीहरू बनाउनु पर्छ नि त मैले त्यहाँ अब त्यो तिनीहरू किनभने सेट हुँदैन नि त आयो भने खालि मेरो अगाडि नै बनाउनु पर्छ त्यही भएर चाहिँ अब बनाउँदा ढिलो भयो अन्त साथीहरू अनि धेरै चाहिँ घुम्नु पाइनँ गाइस त्यही हो मेरो कामको ठाउँमा अलिकति मिसअन्डरस्ट्यान्डिङ छ अब यो इन्डोनेसियन हो मलाई यो चाहिँ बसेर चाहिँ राम्रो लाग्यो है भन्दै न त न तपाईँ यो चाहिँ हाम्रो चोक रहेछ नारायण गोपाल चोक रहेछ हिजको एकदमै दामी रहेछ कस्तो राम्रो फुल कस्तो दामी फुल कस्तो दामी साथी बिफोर 2 o'clock साथी एउटा फोटो खिच्नुपर्छ यहाँ कस्तो दामी हेर त दामी रहेछ नि त नि बन्द गरिदिउँ बिटी देखिने रहेछ यहाँबाट चाहिँ कसम भनेको ल बबाल देखिने रहेछ यार यहाँ यो फ्रेममा चाहिँ म हुनु पाएँ बबाल देखिन्छ कस्तो देख्छ कमेन्ट गर्नु होला बबाल चाहिँ बबाल यहीँ बसिराख्नु जस्तो मन लाग्ने क्या साथी यस्तो आनन्दको जिन्दगी होइन त्यस्तो नभए इटाली पालेरमा पनि हामी गएर तपाईँलाई देखाउँछौँ अब यो भिडियो फेरि कन्टिन्यू हुन्छ म इन गर्ने छुइनँ सो अब यो भिडियो हामी फेरि कन्टिन्यू गर्छौँ हामी पालेरमा गएर जे निस्किनु पाइयो भने चाहिँ होइन निस्किनु पाएन भने छ हाम्रो 12 दिनको यो लङ टुर हो अब हाम्रो इटाली हुँदै क्रोएसिया हुँदै नापोली माल्टा टाइम भयो भने हामी अब तपाईँलाई हामी आधी घन्टाको लागि भने दौडेर भयो नि म जति देख्छु तपाईँलाई त्यति नै देखाउँछु यो त आफन्त कोही छैन यहाँ चाहिँ हल्का गार्बेजहरू चाहिँ यस्तो दामी छ एट्याच गरेर राखेको हुन्छ यस्तो मजाले एकदम फोहोर पनि केही हुँदैन हेर नि आम्मा यस्तो साथी यहाँ त लडीबुडी गर्ने खालको छ त यहाँ चार त धुलो लाग्दैन हो सही भन्नु साथीले दामी छ क्या माटो त छैन नि माटो पनि छ तर अलिक व्यस्तै तरिकाले राखेको छ नि त मजासँगले मिलाएर राखेको छ कस्तो दामी अघि बिहान त कस्तो दामी चाँडो थियो निस्किनु ज्याकेट लगाएर जानु पर्यो भनेर सोचिरहेको थिएँ लास्टमा त टिचर पनि आउनु पर्ने यो पनि गर्मी पो हुने रहेछ यो भ्यानहरू चाहिँ हाम्रो यस्तै रहेछ गाइस घुम्यो अलिकति परतिर जाने हो कि यस्तो घुर्दामा साथी उता जानु मिल्दैन ओके थ्याङ्क यू अलिक खोला छेउबाट जानु न समुद्र छेउबाट हल्का भिजनहरू देखाउँदै जानु
फेरि हामी चाहिँ घुमेर सिप भएको ठाउँमा आइपुग्नु लाग्यौँ। घुम्नु पनि के भन्नु, घुम्यो भन्नु धेरै पनि गएन, त्यही 5-10 मिनट अलिक पर गयो। अब हामी चाहिँ बाहिर चाहिँ केही पनि खाँदैनौँ क्या, परै महँगो हुन्छ। हाम्रो लागि त धेरै महँगो हो नि त। अनि हाम्रो त कुरो चाहिँ सिपभित्रै हुन्छ खानेकुरा, कोल्ड ड्रिङ्क खाने कि बियर खाने कि वाइन खाने होइन साथी, जे भन्यो त्यही छ ल। अनि बाहिर चाहिँ टाइम पनि हुँदैन फेरि हामीसँग, टाइम हो यहाँ चाहिँ। हो त्यही हो, टाइम चाहिँ निकाल्न गाह्रै छ यहाँ। कहिले यसरी भाग्य चिठाले दिएछ भने अघिल्लो भने साथी यसरी भेट हुन्छ हाम्रो, नत्र समुद्र भनेदेखि पानी त हो। त्यो पोटहरूमा कसरी बनाउँछ त यिनीहरूले यार, अन्त रहेछ क्या। कति गहिरो होला हौ यार, कति तर फोहोर रहेछ है यहाँ चाहिँ साथी है। आज फोहोर देखेँ यार मैले धेरै वर्ष। गहिरो होला, कति गहिरो होला साथी यार, 1 मास छ। फोहोर रहेछ अलिकति यहाँ चाहिँ। अनि अलिकति जाऊँ न यो सिपको चाहिँ, यो चाहिँ सिपको चाहिँ तल अलिकति भत्किन्छ भनेर चाहिँ हल्का यिनीहरूले चाहिँ उयो सिप बिग्रिन्छ, स्क्र्याच हुन्छ भनेर चाहिँ लगाएको होइन, उडाउँछ नि यसरी चाहिँ। यहाँ ढस्किनु पर्छ अनि सिपलाई। फेरि सिप बिग्रियो भने मुनि बिग्रियो सिप बुढाउने कुरो भएन, हिँड्ने भएन। अलिकति पाल पर्ने बित्तिकै त सक्यो फेरि। त्यो बाह्रको बाटो चाहिँ कस्तो उकालो रहेछ यार, ठाडै रहेछ यार। पहाडको बिचमा रहेछ यो चाहिँ, यस्तो लाग्यो। वरिपरि छ नि त पहाड, अलिकति यता चाहिँ समुद्रहरू खुल्ला भयो हो। यतापट्टि चाहिँ पुरै डाँडा ठुल्ठुलै रहेछ, यतापट्टि चाहिँ बरु बस्ती छ, डाँडा हो। बस्ती रहेछ, गाउँ हो। यस्तै छ गाइस हाम्रो विदेशी जिन्दगी। त्यही भित्र हाम्रो 2500 3000 25 होइन साथी, 25 भएन, हामी सबै गरेर क्रू मेम्बर गरेर 2600 टोटल हामी 25-26 जना छौँ। त्यो सिपमा चाहिँ हामी अट्छौँ, काम गर्नेदेखि लिएर गेस्टदेखि लिएर सबै। म त आएदेखि त माथि पनि गएको छैन हौ साथी, डेक ट्रेनमा पनि गएको छैन। पहिले चाहिँ अब नयाँमा हुँदाखेरि चाहिँ क्या के होला कसो होला भनेर आतुर कहिले जानु भन्ने हुँदै रहेछ। अब सेकेन्ड कन्ट्याक्ट भएर होला साथी होइन, जानै मन लाग्छ। सुत्नु मात्रै मन लाग्छ, अलिकति कुनै ठाउँ राम्रो अब आयो भने मात्रै यसो जान मन लाग्छ, नत्र त हाम्रो निन्द्रै प्यारो लाग्छ यार। राति पनि झट्ट निन्द्रा लाग्दैन, साथीभाइसँग गफ गरौँ सुत्यो। अब चाहिँ आइपुग्यो हाम्रो पोर्ट। अब चाहिँ हामी नेक्स्ट ब्लगमा भेट्छौँ। यो ब्लग चाहिँ हाम्रो कन्टिन्यू नै हुन्छ, अब कुन ठाउँमा हुन्छ हामी चाहिँ हुन्छ है गाइज। स्टे ट्युन गाइज। गाइज हामी चाहिँ अहिले इटालीको नापोली भन्ने ठाउँमा छौँ। सो गाइज अहिले चाहिँ म बाहिर जान नपाए पनि यहाँ हाम्रो चुरोट खाने स्टेसन हो। खाना चाहिँ म चुरोट खाँदिनँ, र पनि स्टेसन चाहिँ हो चुरोट खाने। सबैजना यहीँ आएर खाना पाउँछ, योभन्दा अरू एरियामा गएर चुरोट खान पाउँदैन। अनि यस्तो छ गाइज हाम्रो नापोली चाहिँ एकदमै सिटीको पोर्ट नै रहेछ क्या। यो चाहिँ हाम्रो जति पनि लङ टुर भयो त्यो मध्ये सबैभन्दा राम्रो चाहिँ नापोली नै हो। अनि यहाँ चाहिँ पोर्ट पनि सिटी नजिकै छ क्या, एकदमै बवाल। मेन हाइवे भनेको त्यही देख्न सक्नुहुन्छ, त्यही हो। आज चाहिँ म जान चाहिँ पाउँदिनँ किनभने मेरो अस्ति नै लन्च अफ गरिसकेको थिएँ। सो आज जति पनि कति कुरा गरेँ सेफसँग, जान चाहिँ पाइएन। अब किनभने यहीँबाट हेरेर चितवन भन्ने रहेछ। नेक्स्ट टाइम छ हाम्रो, नेक्स्ट टाइम पनि आउँछ 2-3 चोटि लङ क्रुज। सो त्यतिखेर चाहिँ म गएर बाहिर दामीसँग घुम्छु, घुमाउँछु, देखाउँछु। अनि यता हाम्रो चुरोट खाने स्टेसन चाहिँ यस्तो छ क्या। यो सबै यो चाहिँ डोरी चाहिँ के भन्दाखेरि चाहिँ सबै बाँधेर चाहिँ उहाँ यो बाँधेर उतापट्टि तन्काएर सिप चाहिँ नहल्योस् भन्ने तरिकाले चाहिँ राखेको हुन्छ। यसरी चाहिँ डोरीहरू टाँगेको हुन्छ, एकदमै हावा चलिरहेछ सरर। यता चाहिँ
समुद्री साइड रहेछ, पोर्ट साइड रहेछ सबै। यहाँदेखि 2, 3, 5, 6वटा छ क्या। एमएससी पनि देख्न सक्नुहुन्छ। एमएससी खतरा सिप हो। एमएससीको सिग्नेचर देख्न सक्नुहुन्छ, साइन देख्न सक्नुहुन्छ। मस्त धुवा उडिरहेछ। देख्न सक्नुहुन्छ त एमएससी सिप हो। थुप्रै सिपहरू छ। माथिबाट डेक टेनबाट देखिन्छ। भरे भयो भने तपाईँहरूलाई म माथि डेक टेनमा गएर देखाउँछु। यस्तो छ। अब बरै बिटी छ क्या। इटाली नापोली भन्ने ठाउँ हो यो चाहिँ। अहिले चाहिँ यहाँ के पनि देखेको छैन। म चाहिँ यसो काम गर्दा गर्दा थकित भयो नि त, अनि त्यही भएर चाहिँ यसो हावा खान निस्केको छ यहाँनिर। चुरोट खाने एरियामा आएर। त्यही भएर तपाईँहरूलाई पनि यसो देखाएर दिएको। अब भरे चाहिँ म बाहिर जानु चाहिँ पाउँदिनँ। म तपाईँहरूलाई म माथि गएर सबै कुरा देखाउँछु। अहिलेलाई भने चाहिँ एकछिन होल्डमा बस्नु होला। त्यसो गाइस, परदेशी जिन्दगी। हेलो गाइस, म चाहिँ डेक टेनमा आइसकेको छु। आज यस्तो नमिठो भएको छ नि आज मलाई। सबैजना साथीहरू गएको छ बाहिर है। म मात्रै छु क्या सिपभित्र चाहिँ। मेरो मात्र ड्युटी भइरहेछ। सबैजना गइरहेछ। किनभने हाम्रो रेस्टुरेन्ट हो। सबै कुराहरू डिनरको लागि रेडी गर्नुपर्छ। अनि बाहिर निस्किन पाउँदैन नि त अहिले। हाम्रो ठ्याक्क टाइममै रेस्ट हुन्छ। अनि 3:30मा हो नि त हाम्रो रेस्ट। 3 बजे काम सके पनि आधी घन्टा चाहिँ जसरी भए पनि घुमेर 4 बजे चाहिँ नि फर्किने गरी आउँछु भनेर सोचिरहेको थिएँ। त्यो पनि मिलेन। जति सक्दो काम छिटो गरे पनि मैले मिलाउन सकिनँ टाइम गाइज। बाहिर जान पाइनँ। साह्रै दुःख लागेको छ। यस्तो राम्रो ठाउँ आफ्नै आँखा अगाडि, यहीँ आँखा अगाडि देख्न पाउँदा पनि जान नपाउनु भनेको त कस्तो होला त गाइज। साह्रै दुःख लागिरहेछ। हेर न गाइज, यहीँनिर क्या आँखा अगाडि त्यहीँ छ हेर है। सबै देखिरहेछ। त्यही पनि म त्यहाँ जान पाएको छुइनँ क्या। पाइनँ क्या आज। सबैजना साथीहरू घुम्नु गयो। हेर कस्तो दामी छ। इटाली नापोली। ओह, प्लेन पनि उड्दै रहेछ ठ्याक्कै। यस्तो दामी ठाउँ मैले मिस गरेँ। सो गाइज केही छैन। म नेक्स्ट टाइम एनी हाउ जान्छु। म सेफलाई भनेर हुन्छ कि कसरी हुन्छ, म लन्च अफ गरेर भए पनि जान्छु घुम्नुलाई। आजलाई यस्तै भइहाल्यो। साह्रै दुःख लाग्दो रहेछ हौ आफ्नै आँखा अगाडि। यस्तो ठाउँ दामी ठाउँ घुम्न जान नपाउँदाखेरि साह्रै दुःख लाग्दो रहेछ। टाइम मैले सकेसम्म छिटो गरिरहेको थिएँ काम चाहिँ होइन। मिल्छ कि जस्तो लागेको थियो तर टाइमले नपर्खेको हो कि यस्तै रहेछ गाइज। गाह्रो बनायो। रुनु न हाँसो बनायो यार आज। अनि डेक टेनमा आएर यसो वरिपरि के गर्नु, अब वरिपरि हावा खानु पर्यो। बाहिर ननिस्किकन गाह्रो छ। यस्तै छ गाइस। अब के भन्नु र अरू। डेक टेनमा त आएर तपाईँहरूलाई अगाडि देखाइसकेको थिएँ कि कस्तो सबै कुराहरू देखाइसकेको थिएँ। यो स्विमिङ खेल्नेदेखि लिएर सबै कुराहरू। अब हामी यतापट्टि जान्छौँ। अनि यता चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यस्तो छ, सबै बिजी छ क्या पुरै। वहाँ पर एमएससी आउँदैछ। त्यो पनि पर पनि एमएससी हो। यहाँ एमएससी हो। यो मबी रहेछ। अघि डेनमार्कको पनि देखिरहेको थियो। अहिले रहेन रहेछ। यस्तै छ गाइज। अब हामी अर्को ठाउँ हेरौँ। यता त देखिहाल्यौँ। लभली है लभली। अब के गर्नु त। माथि डेक टेनमै आएर चित्त बुझाउनु पऱ्यो हेरेर। अघि चाहिँ म ब्याकमा थिएँ भने अहिले चाहिँ म फरवर्डमा आएको छु। फरवर्डमा चाहिँ खासै केही देखिँदैन। तर ब्याकबाट देखेको दृश्यहरू चाहिँ एकदम दामी हो। त्यो चाहिँ होइन सिटी हो। त्यो चाहिँ सिटी एरिया हो। अनि यसलाई चाहिँ फरवर्ड भन्छ। फरवर्डमा चाहिँ त्यही हो। पोर्टहरू त्यो भयो। अनि त्यस्तै सिपहरू मात्रै देख्न पाइन्छ। पहिला चाहिँ के थियो भन्दाखेरि त पहिला चाहिँ हाम्रो पोर्ट मानिङ थियो। बाहिर चाहिँ निस्किनु पाएको थिएन। त्यसरी नै हेर्न पाइन्छ। तर पनि अब जान पाउँदै पनि आँखा अगाडि हुँदा पनि क्या जान नपाउँदा कस्तो दुःख लाग्दो रहेछ यार। रुनु न हाँस्नु हुँदो रहेछ यार। सबै साथीहरू गयो होला रोम घुम्नु। जाने भन्दै थियो केटाहरू पैसा उठाएर हल्का। सबैजना गयो होला। ठिकै छ, केही छैन। नेक्स्ट टाइम जान्छु म पनि। त्यही हो। परदेशमा सोचे जस्तो त केही पनि हुँदैन नि भन्नुपर्दा त। अब तपाईँहरूले सोध्नुहुन्छ होला अब सिपमा हो पैसा तरो कमाउँछ अनि घुम्नु पनि सबै देशहरू घुम्नु पाउँछ भनेर सोच्नुहुन्छ होला। ठिकै छ, त्यो पनि राम्रो हो सोच तपाईँहरूको। अनि हो घुम्नु पनि पाउँछ, पैसा पनि दरो हुन्छ। तर दुःख
कहाँ हुन्छ के हुन्छ भन्ने कुरा तपाईँहरूलाई म अब यो भिडियोमा देखाउँछु, हेर्नु होला है त। भिडियो पनि हेरिहाल्नु होला गाइज। यस्तो हुन्छ, यो त नर्मल हो रप्सी। यो त मेरो इटाली आउँदाखेरिको हो। इटाली आउँदाखेरि चाहिँ एकदमै मलाई गाह्रो भएको थियो है, भमिट नगरौँ भन्दा पनि सहनै सकिनँ होइन। लास्ट टाइम अब मैले अब उपाय यही गर्नु पऱ्यो होइन, अब अरू विकल्पै रहेन। यो त नर्मल रप्सी हो। अब फ्रान्सतिर जाँदाखेरि एकदमै हल्लाउँछ होइन। यो हामीलाई चाहिँ गाह्रो हुन्छ, यो भमिट आउने, रिङ्गटा लाग्ने। यो गाडीमा हिँड्दाखेरि कतिलाई अब बमिटहरू आउँछ नि त रिङ्गटा लागेर, तिनीहरूलाई चाहिँ यहाँनिर सिटमा एकदमै गाह्रो हुन्छ। तर अति हल्लाएपछि त जस्तो सुकै मान्छेलाई पनि बमिट त आउँछ नै। तर मलाई पहिलाको कन्ट्र्याक्टमा चाहिँ 2-3 चोटि चाहिँ भएको थियो। यो त मेरो अब 1 महिनामै 1 चोटि भइहाल्यो। अब हेरौँ अब कति कुराहरू सहनुपर्छ, कति कुराहरू गाह्रो हुन्छ, त्यसलाई अब झिचोल्दै पार गर्दै 9 महिना बिताउनु पर्ने छ यो सिटमा। त्यही हो गाइस। दबाईहरू पनि दिन्छ, सिकनेस दिन्छ। त्यो अब 100 mg हुन्छ, त्यो खाना बित्तिकै निन्द्रा लाग्न थालिहाल्छ। केही महसुस फिलै हुँदैन क्या, केही हल्लाएको होलेको, तर पनि ओपर टाउको दुख्छ, निन्द्रा लाग्छ। अब काम गरिरहेको बेला अब निन्द्रा लाग्छ, झुमझुम हुन्छ, अब काम गर्न मन लाग्दैन, त्यस्तो हुन्छ क्या। यहाँको सिकनेस मेडिसिन हुन्छ, त्यो पनि दिइरहेको हुन्छ। अनि त्यही हो गाइस। परदेशमा भने जस्तो तपाईँहरूले सोचे जस्तो चाहिँ केही पनि हुँदैन। आफैले मेन्टल आफैले प्रिपेयर गर्नुपर्छ, आफै सक्षम हुनुपर्छ, आफै हेल्दी हुनुपर्छ। यहाँनिर उठाउने कोही हुँदैन, आफै लड्ने हो, आफै उठ्ने हो, आफै गर्नुपर्छ यहाँनिर चाहिँ है गाइस। त्यही हो। म त अब विदेशमा कति चाहिँ भएर 2 वर्ष जस्तो हुँदैछ। अब मैले आफूले भएको कुराहरू सेयर गरिरहेको छु तपाईँहरूलाई होइन। त्यो भिडियो पनि अहिले हाल्नै थिइनँ। अब त्यही हो, घरमा हुनेहरूले चाहिँ परदेशमा हुनेहरूलाई रेस्पेक्ट गर्नु होला, माया गर्नु होला। कोही पनि आफ्नो खुसीले आएको हुँदैन क्या, आफ्नो त्यो मनोरञ्जनको लागि आएको हुँदैन परदेशमा। सबैजना आफ्नो हुन्छ नि बाध्यताले आएको हुन्छ, सबैजना आफ्नो बाध्यताले आफ्नो कर्म हुन्छ नि। त्यही हो गाइज। सबैजनाले घरमा हुनेहरूले रेस्पेक्ट गर्नु होला, विदेशमा हुनेहरूलाई माया गर्नु होला। त्यही भन्न चाहन्छु म चाहिँ। परदेशमा यस्तै छ, कतिजना अब मान्छेहरूले भन्ने सकिरहेको हुँदैन, कतिजना मान्छेहरूले देखेको हुँदैन नि त। त्यही भएर चाहिँ मैले आफूले भएको कुराहरू सेयर गर्दैछु तपाईँहरूलाई। यो त मेरो केही पनि होइन, यो त मेरो फर्स्ट स्टेप हो। अब धेरै कुराहरू गर्नुपर्ने छ, धेरै कुराहरू जान्नुपर्ने छ गाइस। यस्तै छ। त्यही हो। अब मैले सबै कुराहरू तपाईँलाई देखाइसकेँ। अब मेरो चाहिँ ड्युटी टाइम भनेको चाहिँ मेरो 4 बजेबाट तपाईँको 5 बजेसम्म चाहिँ हो। 5 बजे फेरि जानुपर्ने छ डिनरको लागि। 1 घन्टा मात्र टाइम थियो मसँग चाहिँ। त्यही भएर माथि आएर देखाइसकेँ तपाईँहरूलाई सबै कुरा देखाउने जति। अब तपाईँहरूलाई जमिनमा पनि गएर देखाउने नै छु एक दिन, चान्स मिल्यो भने। ल अहिलेलाई चाहिँ म आजको भिडियो, आज हाम्रो इटालीसम्मको यात्रा चाहिँ हाम्रो ब्लग चाहिँ यतै इन्ड गर्न चाहन्छु गाइज। अब हाम्रो भोलि फेरि इटाली नै छ, काटानिया इटाली छ। अनि त्यसरी हाम्रो के छ त्यो हुँदै इटाली हुँदै हामी फेरि ग्रिस फर्किन्छौँ आफ्नै पोर्टतर्फ। अनि आजको भ्लग चाहिँ म यति इन्ड गर्न चाहन्छु। सबैजनालाई धेरै धेरै माया गरिदिनु होला, सपोर्ट गर्नु होला, नयाँले सब्सक्राइब गरिदिनु होला, पुरानोले लाइक अनि सेयर अनि कमेन्ट, छोटो मिठो कमेन्ट गरिदिनु होला। यति भन्दै अब यो भ्लग चाहिँ म यतै इन्ड गर्न चाहन्छु गाइज। स्टे ट्युन, माया गर्नु होला, माया गरिरहनु होला, साथ दिइरहनु होला भन्दै आजको भ्लग म यतै इन्ड गर्न चाहन्छु गाइज। बाई बाई, सी यु अगेन।